सम्पूर्णमा श्रम अभिवादन। जय देश जय माटो। आज हाम्रो गौरवशाली पार्टी श्रम संस्कृति पार्टीका केन्द्रीय उपाध्यक्ष विश्वकान्ति अथवा देवराज राजकुमार तामाङलाई चाहिँ आज दिउँसो 11 बजी कफन उहाँको आफ्नै निवासबाट चाहिँ सिआइबीले पक्राउ गरिसके पछाडि चाहिँ के भयो कस्तो हो के को लागि पक्राउ गर्यो भन्ने विषय म आफै पनि स्वयं चाहिँ सिआइबी कार्यालयमा चाहिँ पुगेको थिएँ। यसै सिलसिलामा उहाँलाई चाहिँ पाँचथर जिल्लामा चाहिँ आज लगिएको छ। पाँचथर जिल्लामा उहाँलाई चाहिँ के मुद्दाहरू पुरानो मुद्दा छ भन्ने खालको चाहिँ कुरा मैले सुनेको छु। त्यहाँको केही सारांशमा त्यहाँको चाहिँ कार्यालय प्रमुख देशवी साहबसँग मैले चाहिँ कुरा पनि गराएको छु। यसो सिलसिलामा हामीले बुझ्दै गर्दाखेरि चाहिँ उहाँले के र किन पक्रियो के कारणले पक्रियो भनेर चाहिँ हामीले उहाँलाई बुझ्दै जाँदाखेरि उहाँको विगतको घटना के रहेछ भनेर चाहिँ हामीले हेर्दाखेरि मोटामोटी अहिले सारांशमा हामीले केही कुराहरू चाहिँ पत्ता लगाएका छौँ। यो कुराहरू यहाँलाई मैले सारांशमा अहिले चाहिँ भन्न चाहन्छु, प्रस्तुत गर्न चाहन्छु। विश्वकान्ति देवराज लामा जसले चाहिँ त्यत्रो 10 वर्ष जनविद्रोह र 42 को जनआन्दोलन पछाडि चाहिँ 17,000 शहीद र लाखौं घाइतेहरूको चाहिँ तपाईँको चाहिँ घाइते भइसके पछाडि र तपाईँको चाहिँ अरबौं रुपियाँ राज्यको चाहिँ तपाईँ त्यता धन जनको क्षति भइसके पछाडि पनि संविधान जारी नभइसके पछाडि उहाँहरूले विश्वकान्ति देवराज लामा जो हाम्रो गौरवशाली पार्टीको केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ उहाँको नेतृत्वमा विश्वक्रान्ति भन्ने उहाँले अभियान चलाउनु भएको रहेछ। त्यो अभियान चलाउने क्रममा चाहिँ 2067 सालमा अभियान चलाउने क्रममा चाहिँ उहाँहरूले चाहिँ विभिन्न माग मुद्दाहरू राखेर जस्तै पूर्ण समानुपातिक समावेशी धर्मनिरपेक्ष संहिता र तपाईँको चाहिँ प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणाली साथै महँगी भ्रष्टाचारको चाहिँ अन्त्य र देशको खुल्ला सीमानालाई चाहिँ सिलबन्दी गरी काँडेता लाउने र चाहिँ जति पनि आउने बाहिर टुरिस्टहरूलाई चाहिँ भिसाको चाहिँ व्यवस्था गरिनु पर्ने अनि जति पनि राष्ट्रघाती सन्धिहरू भएको छ त्यसको पूर्ण अवलोकन गरी त्यसलाई चाहिँ देश र अथवा देशको स्वाधीनताको चाहिँ एगेन्स्टमा भएका राष्ट्रघाती सन्धिहरू पूर्ण अवलोकन गरी गरिनु पर्ने र जति पनि बाहिरी हस्तक्षेप बन्द गरिनु पर्ने साथै ती 10 वर्ष जनविद्रोह र हिजोको दिनमा ती चाहिँ तपाईँको चाहिँ भ्रष्ट दलाल माफियाले बन्द भएको उद्योग धन्दा सञ्चालनमा ल्याउनु पर्ने र नयाँ नयाँ उद्योग धन्दा सञ्चालन गरी रोजगारको सिर्जना गरी चाहिँ रोजगार सिर्जना गरी देशको अर्थतन्त्र सुधारको निम्ति चारौँभन्दा चारौँ राज्यले चाहिँ पहल कदमी गर्नुपर्ने यस्ता थुप्रै राष्ट्रिय हितमा चाहिँ उहाँले चाहिँ माग मुद्दा राख्दै विश्वक्रान्ति अभियान चलाएर उहाँले चाहिँ त्यति बेला चाहिँ शान्तिपूर्ण अभियान चलाउँदै गर्दाखेरि राज्यले व्यवस्था गरिसके पछाडि उहाँले चाहिँ हिंसात्मक गतिबाट पनि अगाडि बढ्न बाध्य हुनेछ भन्दै एउटा चाहिँ थुप्रै किसिमको चाहिँ क्रान्तिहरू उहाँले गरेको अवस्था देखिन्छ। 2067 सालमा चाहिँ बम अथवा चाहिँ पर्काएको के भन्ने कुराहरू रहेछ यसमा। यसो सिलसिलामा चाहिँ उहाँले 2067 सालमा चाहिँ त्यो भइसके पछाडि घटना भइसके पछाडि बबर महल काण्ड के काण्ड भन्ने त्यतिले भएको रहेछ। त्यसै सिलसिलामा 2069 साल 3 महिना 11 गते पाँचथर जिल्लामा पक्राउ गरी 13 गते सार्वजनिक गरेको भन्ने हामीले चाहिँ पाएका छौँ। त्यो 13 गते सार्वजनिक गरिसके पछाडि अदालतले उहाँलाई दोषी ठहर गरी जेल भुक्तान गर्नुपर्ने भएको हुँदा 2069 साल 3 महिना 11 गते पक्राउ गरी 2076 साल 11 महिना 7 गतेसम्म उहाँले चाहिँ जेल भुक्तान गरी उहाँ चाहिँ निस्किएको अवस्था देखिन्छ, जेलमुक्त भएको अवस्था देखिन्छ। उहाँको त्यति बेला क्रान्ति गर्ने नाममा चाहिँ कुमार विश्वकान्ति देवराज लामा भन्ने नामबाट उहाँले मुद्दा चलेको अवस्था छ भन्ने कुरा हामीले बुझेका छौँ अहिलेसम्म। त्यसै सिलसिलामा उहाँलाई त्यही मुद्दामा चाहिँ आज पक्राउ गरेको भन्ने कुरा त्यहीसँग सम्बन्धित मुद्दामा पक्राउ गरेको भन्ने हामीले बुझेका छौँ। त्यो बुझ्ने क्रममा कुनै पनि मुद्दामा मुलतवी राखिन्छ भने त्यो 6 महिना भन्दा बढी राख्न मिल्दैन भन्ने कानुनी तपाईँको चाहिँ आधार बलियो प्रमाण भएको चाहिँ अथवा कानुनी आधार भएको चाहिँ छ भन्ने कुरा हामीले बुझेका छौँ। यसै सिलसिलामा उहाँलाई के देखिन्छ भन्दाखेरि 13 वर्षसम्म आजसम्म यो मुद्दाले किन ओझेलमा राखेको र चाहिँ यो मुद्दालाई तपाईँ किन फैसला नगरेको भन्ने प्रति हाम्रो पार्टीको ध्यान आकर्षण भएको छ। साथै उहाँ चाहिँ निर्दोष छ भन्ने कुरा अथवा उहाँ चाहिँ सफाई पाइसकेको भन्ने बलियो प्रमाण के छ भने
हाम्रो चाहिँ पार्टी उपाध्यक्ष देवराज लामा राजकुमार तामाङले 2079 सालको प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवार झापाबाट चाहिँ उहाँ चुनाव पनि लडिसकेको हुँदाखेरि उहाँ निर्दोष अथवा छ भन्ने कुरा चाहिँ एउटा बलियो प्रमाण यहाँ पनि भेटाइन्छ। यसो भन्दै बाँकी कुराहरू म के भन्न चाहन्छु भने पार्टीले चाहिँ बाँकी कुरा छलफलद्वारा हामी निर्णय गर्दै जानेछौँ र चाहिँ कुनै पनि कृत्रिम प्रमाण जुटाएर निर्दोष मान्छेलाई तपाईको चाहिँ बन्द गर्ने कुचेष्टा गरिन्छ भने त्यसको विरुद्धमा हामी घोर भर्सना गर्न चाहन्छौँ। र यहाँ चाहिँ के देखिन्छ भने ठुलो त्रुटि भएको देखिन्छ अहिलेसम्मको हाम्रो प्रारम्भिक तपाईको अनुसन्धानले, पार्टीको चाहिँ एउटा चाहिँ अनुसन्धानले चाहिँ ठुलो त्रुटि भएको देखिन्छ। जस्तै एक्जाम्पल दिन चाहन्छु, अहिले रवि लामिछाने सहकारी मुद्दामा उहाँलाई चाहिँ पक्राउ गरिएको छ। जस्तै 4-5 जिल्लामा उहाँको मुद्दा चाहिँ छ, तर एउटा जिल्लामा र तपाईँ अर्को जिल्ला उसले किन सारिरहेको छ भन्दाखेरि सम्बन्धित तपाईको चाहिँ मुद्दा समान्तर मुद्दा भएको हुनाले थुप्रै ठाउँमा उहाँले मुद्दा चलाएको अवस्था देखिन्छ। तर यहाँ चाहिँ ठुलो त्रुटि देखिन्छ। 13 वर्षसम्म पनि यो चाहिँ कुनै पनि बाहिर ननिस्किने अनि 79 सालको इलेक्सनमा सहभागी हुने, त्यति बेला कुनै पनि तपाईको उहाँको विषयमा कुनै पनि मुद्दा केही पनि नहुने, निर्दोष छ भन्ने कुरा चाहिँ राज्यले प्रमाण दिइराख्ने। अनि जब श्रम संस्कृति पार्टीको चाहिँ गति अथवा चाहिँ यत्रो पार्टी तीव्र गतिमा अघि भएर बढिरहँदाखेरि जसरी यो चाहिँ राजनीतिक प्रतिशत हो कि भन्ने हाम्रो चाहिँ निष्कर्ष छ। यसलाई अझै पनि बाँकी दिनमा के रहेछ हामीले चाहिँ भोलिको दिनमा पार्टीमा छलफल गर्दै अनुसन्धान गर्दै जानेछौँ। यसै सन्दर्भमा देशैभरि देश विदेशमा भएका श्रम संस्कृति पार्टीका शुभेच्छु समर्थक र विभिन्न तबकाका हाम्रा चाहिँ अगुवा श्रमदाताहरूले सबैलाई अन्यल सिर्जना भएर साथै तपाईहरु हतोत्साहित नहुनको निम्ति पनि हार्दिक अनुरोध गर्न चाहन्छौँ। पार्टी सधैँ निष्पक्ष ढङ्गले न्यायको पक्षमा उभिनेछ भन्दै कोही पनि हतोत्साहित नभइदिनको लागि पनि हार्दिक अनुरोध गर्न चाहन्छौँ। धन्यवाद।